काँचो नरिवलको लड्डु कसरी पकाउने त? सबैभन्दा पहिले यसरी बोक्रा फ्याँक्नुहोला। काँचो नरिवललाई यसरी बाहिरको बोक्रा फ्याँकी, बाहिरको बोक्रा फ्याँकिसकेपछि मैले बोक्रा फ्याँकिसकेको छु। तपाईँहरूले नि यसरी काँचो नरिवल लिएर बोक्रा फ्याँक्नुहोला। अब मैले यहाँनिर यो नरिवललाई सानो सानो टुक्रा काट्छु, जसले गर्दाखेरि मैले मिक्सरमा यसलाई ग्राइन्ड गर्नको लागि अथवा मिक्सरमा पिस्नको लागि तयार गर्नुपर्छ। मैले अथवा मिक्सरमा भए पनि हुन्छ अथवा कोरेसोमा भए पनि हुन्छ। मैले यहाँनिर कोरेसोमा तयार गरेको छु। तपाईँहरूले यसरी कोरेसोमा मसिनो गरी गर्नुहोला। अब मैले यसरी तयार गरेको छु, कोरेसोमा कोरेको छु। तपाईँहरूले मिक्सरमा पिस्दा पनि हुन्छ। मैले एउटा भाँडामा राखेको छु यहाँनिर काँचो नरिवलको। अब लड्डु बनाउनको लागि एकदमै मिठो स्वादिष्ट है साथीहरू यसरी तयार भएको छ। हेर्दा पनि तपाईँहरूले खाउँ खाउँ जस्तो भएको छ। अब मैले पेन राखेँ अनि त्यसपछि यहाँनिर नरिवल यसरी कोरेसोमा कोरेकोलाई एकछिन यसलाई हल्का रोस्ट गर्छु। भनेको मतलब अब यसलाई अलिअलि भएर 2-3 मिनट जति यसरी चलाउने, मिडियम ग्यास गरेर तपाईँहरूले यसलाई भुट्ने मतलब हल्का रोस्ट गर्ने, धेरै होइन। अलि यसको कलर आउने गरी सानो ग्यासमा यसलाई यसरी तयार गर्नुपर्छ। यति स्वादिष्ट हुन्छ साथीहरू, कुरै नगरौँ है। अब त्यसपछि दुध राख्ने, यहाँनिर दुध राखेको छु मैले। दुध राखिसकेपछि अब मजाले चलाउने है साथीहरू। अब तपाईँहरूले यहाँनिर सुकमेल पनि राख्न सक्नुहुन्छ। मैले चिनी राखेको छु स्वादअनुसार। अब तपाईँहरूले थोरै राख्नु होला, मनपर्छ भने राख्नु होला। अब ठिकै छ, चिनी नखाने भएदेखि नराख्नु होला, किनभने अब नरिवल पनि मिठै हुन्छ। त्यसपछि दुध भइहाल्यो। मैले थोरै राखेको छु। अब त्यसपछि ल्वाङ सुकमेलहरू पनि तपाईँहरूले राख्न सक्नुहुन्छ। दालचिनीको पत्ता पनि राख्न सक्नुहुन्छ। आफ्नो स्वादको लागि, फ्लेभरको लागि चाहिँ पिसेर तपाईँहरूले राख्न सक्नुहुन्छ। हेर्नुहोस् त, अब मैले लगभग दुधमा यसरी नरिवलको यसरी मैले कोरेसोमा छिलेको यसरी काँचो नरिवलको यसरी तयारी गरेको छु। दुधमा, ओन्ली दुधमा मिडियम ग्यासमा तपाईँहरूले गर्नु होला है साथीहरू। अब यदि भएपछि एकदमै टेस्टी बन्छ लड्डु। हरियो नरिवलको अथवा काँचो नरिवलको लड्डु एकदमै हामी आफ्नै होटलको भन्दा पनि अझ बेस्ट तयार गर्न सक्छौँ। तपाईँहरूले ल्वाङ सुकमेलको धुलो पनि राख्न सक्नुहुन्छ। मैले सुरुमा पनि भनेको छु, राख्दै तयार हुँदैछ। अलिकति टाइम लाग्छ यसमा। हामीले दुधमा त एकदमै मिडियम ग्यासमा पकाउनलाई अलिकति टाइम लाग्ने भएकोले गर्दाखेरि भिडियो लामो भएको छ। तपाईँहरूले अन्तिमसम्म पनि हेर्नु होला। अनि त्यसपछि केही पार्टहरू छुट्यो भने भिडियो स्क्रिप गर्नुभयो भने तपाईँहरूले फेरि बनाउँदाखेरि अलिकति के नमिलेको जस्तो हुन्छ। त्यसले गर्दाखेरि तपाईँहरूले यसरी अन्तिमसम्म हेर्नुपर्छ कहिले पनि भिडियो। अब हेर्नुहोस् त, तयार भएको छ। अब यसलाई ठन्डा गर्नुपर्छ, फ्रिजमा राख्दा पनि भयो अथवा 1 घन्टापछि तपाईँहरूले राख्दा पनि हुन्छ। अब थोरै हातमा लिने, मैले हातमा लिएको चाहिँ 1 घन्टा चिसो भइसकेपछि अनि यसरी डल्ला पार्ने, यसलाई यसरी हातमा लिएर मजाले यसरी हेर्नुहोस् त, मजाले यसको एकदमै डल्ला परेको छ। यसरी तपाईँहरूले यसरी गर्नुभयो भने एकदमै यसरी डल्ला परे कति छिटो, एकदमै छिटो तरिकाले हामीले यसरी लड्डु बनाउन